सारा संसारमा फिजिएर बस्नुभएका हाम्रा सम्पूर्ण नेपाली बाजे बोजू अङ्कल आन्टी दाजुभाइ तथा दिदीबहिनी सबैजनालाई ख्रिस्टको न्यानो अभिवादन साथै जय मसीह भन्न चाहन्छु। म पास्टर जोन लेप्चा इन्डियाको सिक्किमबाट बोलिरहेको छु र यसरी अनलाइन तपाईँहरूको समक्षमा परमेश्वरको जीवित वचन बोल्न पाउँदा म भित्रबाट आनन्दित छु। हामी सबैजनालाई परमेश्वरले धेरै धेरै आशिष दिएका हुन् र हुनसक्छ प्रिय मैले बोल्दै गरेको यो शब्दहरूमा कुनै क्वालिटी छैन होला प्रिय। हुनसक्छ मैले लगाएको यो कपडामा पनि कुनै क्वालिटी छैन होला। हुनसक्छ यो भिडियोमा पनि कुनै क्वालिटी भेटाउनु भएन र तपाईँले यसलाई अफ गर्नु चाहनु भइरहेको होला। तर एकछिन पर्खनुहोस्, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। परमेश्वरले कहिले पनि बाहिरको क्वालिटीलाई हेर्नुहुन्न, परमेश्वरले जहिले पनि भित्रको क्वालिटीलाई हेर्नुहुन्छ, हृदयलाई हेर्नुहुन्छ। त्यसैले हामी ख्रिस्टलाई पछ्याउने हरेक विश्वासीले पनि बाहिरको क्वालिटीलाई भन्दा भित्रको क्वालिटीलाई हेर्नु आवश्यकता पर्दछ प्रिय। एक दिन एउटा चर्चमा आफ्टर सङ्गति एउटा सूचना आउँछ, पास्टर बो पहाडीको एउटा गाउँमा एकजना व्यक्ति साह्रै बिरामी रहेछ, 1-2 वर्ष भइसकेछ ऊ बिमारी भएको र दुष्ट आत्माले पनि उसको शरीरमा बास गरेको रहेछ। ऊ उठ्न सक्दैन, हिँड्न सक्दैन रहेछ। उसको निम्ति प्रार्थना गरिदिनको निम्ति बोलाउँदै थियो पास्टर बाउ भनेर भन्छ। अनि पास्टर बाउले 1-2 जना प्रार्थनाको योद्धा आमा बुवाहरूलाई लगेर जाँदै गर्दाखेरि एकजना त्यसै चर्चको अर्को एउटा अल्छे विश्वासीले जो जहिले पनि कुनामा आएर बसेर जहिले पनि अरूले हेर्दाखेरि सुतिराखेको, परमेश्वरको वचनमा पनि सुतिराखेको र आराधनामा पनि सुतिराखेको भेटाउँछ, देख्छ सबैजनाले। र उसले भन्छ कि पास्टर बाउ म पनि जान्छु नि भन्छ। अनि पास्टर बाउले भन्नुहुन्छ तिमी गएर चाहिँ के गर्छौ? होइन पास्टर बाउ म पनि जान्छु नि, आज मेरो केही काम थिएन, मलाई पनि जानु मन परिरहेको थियो भनेर। हुन्छ हिँड भनेर पास्टर बाउले लानुहुन्छ। अनि त्यस ठाउँमा त्यो कोठामा गएर, बिमारीको कोठामा गएर सबै आमा बुवाहरू बस्छन्। अनि त्यो अल्छे विश्वासी त्यही कुनामै गएर बस्छन्, त्यस्तै कुनामा गएर बस्छन्। अनि सबैजनाले प्रार्थना गर्न थाल्छन्। बिमारीलाई पास्टर बाउले हात राखेर प्रार्थना गर्छन्, तेल घोसेर प्रार्थना गर्छन्। जब सबैजनाले प्रार्थना गर्छन् अनि त्यहाँको दुष्ट आत्माहरू चिच्चाएर भाग्न थाल्छ। सबै मानिसले देख्छ। अनि त्यत्रो 1-2 वर्ष नउठेको बेडमा सुतेको बिरामी त्यो दिन चङ्गाई भएर उठ्छ, परमेश्वरलाई महिमा दिन्छ, धन्यवाद दिन्छ। अनि त्यहाँ देख्ने जति मानिसहरू सबैजनाले ख्रिस्टलाई मुक्तिदाता उद्धारकर्ता भनेर विश्वास पनि गर्छ प्रिय। अनि त्यो मानिस, बिमारीको घरको मानिसहरू पनि सबैजना खुसी भएर परमेश्वरलाई धन्यवाद दिन्छ। साथै पास्टर बाउलाई पनि धन्यवाद दिकन पास्टर बाउलाई उपहारसम्म दिन्छ। अनि पास्टर बाउ घरमा गएर बेलुकी प्रार्थना गर्छ, प्रभु तपाईँलाई धन्यवाद, आज तपाईँले मेरो जीवनबाट अचम्मको काम गर्नुभयो, तपाईँ दुष्ट आत्माहरू भगाउनु भयो भनेर प्रार्थना गर्दाखेरि तपाईँ चङ्गाई दिनुभयो भनेर भन्नुहुन्छ। तब परमेश्वरले भन्नुहुन्छ हे मेरो दास, आज चाहिँ तैँले गरेको प्रार्थनाले निको भएको होइन त्यो बिमारी भन्छ। अनि पास्टर बाउले भन्नुहुन्छ तब कसले गर्दाखेरि चाहिँ हो प्रभु भनेर भन्दाखेरि जो त्यो कुनामा बसेर प्रार्थना गरिरहेको थियो, जो त्यो अल्छे विश्वासी जसले त्यो बिमारीलाई हेर्दा उसको हृदय रुयो। अनि ऊ त्यो कुनामा बसेर यति साह्रो हृदय रुयो, उसको हृदय रोएर उसले प्रार्थना गर्यो, मलाई पुकारा गर्यो। अनि मैले उसको प्रार्थनालाई सुने, उसको प्रार्थना म कहाँ आयो, मैले सुने र मैले चङ्गाई पठाउनु कर्नै लाग्यो। अनि मैले चङ्गाई पठाएर त्यो बिमारी निको भयो भनेर भन्छ। अनि प्रिय म तपाईँलाई भन्न चाहन्छु यस्तो व्यक्तिहरू हाम्रो चर्चेसहरूमा धेरै छन् जो कुनामा आएर बस्छन्, जसलाई कसैले वास्ता गर्दैनन्। आज म ती व्यक्तिहरूलाई प्रोत्साहन गर्न चाहन्छु यो वचनद्वारा कि कसैले तपाईँलाई वास्ता गर्दैनन्, कसै आमा बाउले तपाईँलाई बोलाउँदैनन् भने, कसै लिडर्सहरूले तपाईँलाई वास्ता गर्दैनन् भने तपाईँ चिन्ता नलिनुहोस् प्रिय। किनभनेदेखिलाई परमेश्वरले चाहिँ आज तपाईँलाई वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई ख्याल गर्नुहुन्छ, तपाईँको हृदयको कुरालाई उहाँले जान्नुहुन्छ प्रिय। आज म तपाईँलाई भन्न चाहन्छु कि हामीले चाहिँ आज परमेश्वरको जीवित वचन पहिलो सामेल 16को 7मा लेखेको छ कि आज परमेश्वरले चाहिँ भित्रीको हृदयलाई हेर्नुहुन्छ, तर मानिसले चाहिँ बाहिरको रूप रङलाई हेर्दछ भनेर हेरेर विचार गर्दछ भन्छ। प्रिय, आज हामीले ख्रिस्टको नजरियाले ती व्यक्तिहरूलाई हेरौँ जो चर्चेसहरूमा आज कुना कुनामा बसिरहेछन्, टिपटाप भएर बसेका छैनन्।
तिनीहरूलाई कसैले वास्तै गर्दैनन् प्रिय। आज म तपाईँलाई यो वचनद्वारा प्रोत्साहन गर्न चाहन्छु कि हरेक जो व्यक्ति जो कुनामा बस्छन्, हरेक जो व्यक्ति जो टिपटाप भएर आउँदैनन् चर्चमा, हरेक जो व्यक्ति जो प्रार्थनामा लगातार छैनन्, जो कराएर प्रार्थना गर्दैनन्, जसकोमा सम्पत्ति छैनन्, धन छैनन्, ती व्यक्तिहरूलाई आज वास्ता गर्नुहोस्। किनभने ख्रिस्टले चाहिँ आज ती व्यक्तिहरूको हृदयलाई हेर्नुहुन्छ। ख्रिस्टले चाहिँ ती व्यक्तिहरूको बाहिरको क्वालिटीलाई हेर्नुहुन्न। परमेश्वरले चाहिँ आज पैसा रुपियाँलाई हेर्नुहुन्न, तिनीहरूले लगाएको लुगाहरूलाई हेर्नुहुन्न, तर परमेश्वरले चाहिँ आज मानिसको चाहिँ एउटै कुरालाई हेर्नुहुन्छ, त्यो चाहिँ हो हृदय, शुद्ध पवित्र हृदयलाई हेर्नुहुन्छ परमेश्वरले। र म ती व्यक्ति सबैजनालाई, सबै विश्वासीहरूलाई म यो सूचना दिन चाहन्छु, यो वचनबाट यही कुरा भन्न चाहन्छु कि आज हामी ती व्यक्तिहरूलाई वास्ता गरौँ जसलाई कसैले वास्ता गर्दैनन् प्रियो। र सबैजनालाई परमेश्वरले धेरै आशिष दिएका हुन्। र यो आजको वचन म यतिमै राख्न चाहन्छु र आउँदो दिनहरूमा फेरि पनि म तपाईँहरूको समक्षमा परमेश्वरको जीवित वचन लिएर आउने नै छु। त्यो समयसम्म आज परमेश्वरले हामीलाई उहाँको अनुग्रहमा राखौँ भन्दै सबैजनालाई जय मसीह भन्न चाहन्छु।